सीमामा चाहिँ वारीपारी गर्ने तपाईहरु टेम्पो चालकहरु हुनुहुन्छ, टांगा चालकहरु हुनुहुन्छ, विभिन्न गाडीहरु चाहिँ नि प्यासेन्जरहरु ओभरदोहोर गर्नुहुन्छ। खुला सिमाना छ। खुला सिमानामा अपराधिक घटनाहरुको सम्भावना धेरै बढी हुन्छ। कुनै व्यक्तिले अवांछित कुराहरु पसार पसार गरिराखेको हुन सक्छ। कुनै नचाहिने व्यक्ति अर्थात शंकास्पद व्यक्ति पनि यो सीमा हुँदै ओभरदोहोर गरिराखेको हुन सक्छ र त्यो व्यक्ति सबैभन्दा पहिला तपाईहरुको कन्ट्याक्टमा आउँछ। टेम्पो चालक, टांगा चालकको कन्ट्याक्टमा आउँछ। पैसा कमाउने त आफ्नो उद्देश्य छँदैछ, तर त्यसभन्दा माथि मेरो देशको सुरक्षा पनि छ है भनेर त्यो सुरक्षालाई पनि तपाईहरुले दिमागमा राख्नुभयो, सिरोधारे गरेर राख्नुभयो भने मेरो एउटा सानो चलाखीले, मेरो एउटा सानो सतर्कताले मेरो देश सुरक्षित हुन्छ, मेरो नगर सुरक्षित हुन्छ भन्ने चाहिँ नि वातावरण दिन सक्नुपर्छ। त्यसको लागि के गर्ने त भन्दा तपाईहरुले जो पनि प्यासेन्जर या सामान आफ्नो गाडीमा राख्नुहुन्छ त्यो प्यासेन्जर या सामानलाई शंकाको दृष्टिकोणले हेर्नु। सुरक्षाको सिद्धान्तले के भन्छ भने रेस्पेक्ट अल सस्पेक्ट अल भन्छ। सबलाई सम्मान गर्नुपर्छ र शंका पनि गर्नुपर्छ। त्यो शंका पनि गर्ने तर सम्मानका साथ गर्ने र केही त्यस्तो अवांछित गतिविधि भए जस्तो तपाईहरुलाई लाग्यो भने सुरक्षा निकाय यही हुन्छ। सुटुक्क लाएर तपाईहरुले भनिदिनु भयो भने हाम्रो देशको सुरक्षामा, यो वीरगञ्जको सुरक्षामा ठूलो टेवा पुग्छ। आज तपाईहरुलाई यहाँ बोलाइनुको मुख्य उद्देश्य नै त्यही हो कि तपाईहरुले हामीलाई सुरक्षाको साझेदार तपाईहरुको सहयोग बिना सुरक्षा अधुरो रहन्छ। तपाईहरु कुनै पनि प्यासेन्जर या सामानको जे पनि बोक्नुहुन्छ त्यसको फर्स्ट कन्ट्याक्टमा आउने भनेको तपाईहरु। फर्स्टमा तपाईहरुले कुनै मान्छेलाई टेम्पोमा या टांगामा राख्नुहुन्छ भने पहिलो कुरा के गर्नुहुन्छ त उसँग वार्तालाप गर्नुहुन्छ। कहाँ जाँदै हुनुहुन्छ भनेर सोध्नुहुन्छ। अहिले विभिन्न इक्कादुक्का घटनाहरु घटिराखेका छन् कि चाहिँ तेस्रो देशका अरु देशका नागरिकहरु अवैध भनौं न त्यो लिगल पासपोर्टहरु भिसाहरु नलिकन चाहिँ नि भित्र छिर्न सक्छन् कि भन्ने एउटा सम्भावना छ। त्यो कुरालाई कसरी गर्न सकिन्छ त भन्दा फर्स्ट हिटमा तपाईहरुले उहाँसँग कुरा गर्नु। भोजपुरीमा बोल्छ यतै उतैको मान्छे हो चिन्न सकिन्छ। हिन्दी बोल्छ यतै उतैको मान्छे हो चिन्न सकिन्छ। नेपाली बोल्छ तपाईहरुले चिनिहाल्नुहुन्छ। यो नेपाली हो कि यो इन्डियन हो कि यो भोजपुरी हो कि कहाँको कुन ठाउँको मान्छे हो भन्नेसम्म तपाईहरुले चिन्नुहुन्छ। तर कुनै अर्को देशको मान्छे आएर यहाँबाट बिना पासपोर्ट बिना भिसा हिँडिराखेको छ भने तपाई उसको बोलीको लवजले थाहा पाउनुहुन्छ। बोलीको लवजले तपाईहरुले थाहा पाउनुहुन्छ कि यो मान्छे चाहिँ नि यो सीमा क्षेत्र हुँदै रेगुलर हिँड्ने मान्छे होइन, यो नयाँ मान्छे हो। यसलाई चाहिँ यो मान्छेलाई तपाईहरुलाई बोल्न अप्ठ्यारो हुन्छ भने तपाईहरुले सिधै ल्याएर यहाँ सशस्त्र प्रहरीलाई बोर्डरमा पट्याए हुन्छ। उसलाई चाहिँ जानकारी गराइदिन्छ। उसले चाहिँ के गर्छ त त्यसको स्क्रिनिङ गर्छ, अनुसन्धान गर्छ, उसको डकुमेन्टहरु चेक गर्छ अनि छ भने बाइज्जत जान्छ, छैन भने त्यही अनुसारको चाहिँ सम्बन्धित निकायमा कारबाहीको लागि पठाउँछ। त्यो प्रकारको सहयोग तपाईहरुबाट हुन सक्यो भने हामी एकदमै चाहिँ सुरक्षित हुन्छौँ। त्यसकारणले तपाईहरुले यो कुराहरुमा चाहिँ हामीलाई सपोर्ट गर्नु पर्यो। त्यसैका लागि हामीले बोलाएको। अर्को मेरो अनुरोध, यो चाहिँ मेरो सब्सिडायरी अनुरोध हो, यो मेन अनुरोध होइन। यो सहायक अनुरोध के हो त भन्दा सीमा त हामीले सुन्दर बनायौं, एकदमै राम्रो छ। अब अहिले झट्ट हेर्दैखेरि पनि सायद नेपालको कुनै पनि सीमा क्षेत्र यतिको सुन्दर छैन हैन। तर यसमा अर्को सुन्दरता, अब यसलाई चाहिँ नि अझ चाहिँ नि यसलाई अझै सुन्दर बनाउनको लागि चाहिँ हाम्रो सवारीको व्यवस्थापन बहुत महत्त्वपूर्ण कुरा छ। प्यासेन्जर बोक्ने हो, रोडमै राखेर प्यासेन्जर आउँछ भन्ने छैन। तपाईहरुले एउटा यस्तो सिस्टम बनाउनुस्। म यो समितिलाई विशेष गरी अनुरोध गर्न चाहन्छु। उतापट्टि हामीले स्पेस उपलब्ध गराउने कुरा गरेका छौं, भइ पनि सकेको छ। त्यहाँ अरु के गर्नुपर्छ भन्नुस्। हामी त्यसलाई सम्झाउनु पर्ने हो। अलिकति समय दिनुस्, हामी त्यसलाई ढलानै पनि गर्दिउँला।
पछि तपाईहरुको हिलोसिलो यताउति नहोस् भन्नलाई अब यो 2-3 महिना त त्यस्तो समस्या हुँदैन। त्यहाँ टोकन सिस्टम राख्नुस्, रुट राख्नुस्, यहाँबाट यो सवारी यति बेला यसको पालो छ भन्ने मिलाउनुस्। त्यो यहाँ आएर हात तानेर इधर आओ भन्नै पर्दैन। एउटा सिस्टमले काम गर्छ। त्यसकारणले यसमा पनि सबैजनाको कोअपरेसन, सबैजनाको सहयोग एकदम नितान्त आवश्यक छ। त्यो भयो भने यो रुखहरू बिरुवाहरू हरियाली गरेर सुन्दरता एउटा गरेका छौं। यसमा यो प्रकाशजीको चाहिँ ठूलो योगदान छ, वीरगञ्ज महानगरपालिकाको ठूलो योगदान छ। स्पेशली वीरगञ्ज महानगरपालिकाका मेयर साहब राजेश मान सिंहजीले हैन उहाँको चाहिँ फर्स्ट अनुरोधमै मैले मेयर साहब यो सीमालाई चाहिँ नमुना सीमा बनाऊ है भन्दाखेरि ल एसपी साहब तपाई के गर्नुपर्छ गर्नुस्, रिसोर्स म जुटाउँछु, स्रोत म जुटाउँछु भन्नुभयो। अनि आज हामीले चाहिँ यो रुख फेरिएको देखाएको छौं। वीरगञ्ज महानगरपालिकाका मेयर साहब राजेश मान सिंहज्यूसँग हामी चाहिँ एकदमै आभारी छौं। र त्यसैगरी ग्रीन सिटी सामुदायिक केन्द्र हाम्रो यो प्रकाशजीको यो खटाई बिहान बेलुका यता चाहिँ गरिराख्नु भएको छ। यति नगरे भए यो सम्भवै थिएन हैन। त्यसकारणले चाहिँ यी सबै चाहिँ धन्यवादका पात्र छन्। तपाईहरु पनि धन्यवादका पात्र हुनुहुन्छ। यहाँ चाहिँ लगाउन त लगायौं, त्यही चाहिँ वाल उखेलेर अनि के वालबाट फरालेर अनि यता कायम राखौं। सवारी साधनहरुको व्यवस्थापनमा हामी आफै जुटौं, समिति आफै जुटोस्। हामीले केही कुरा डिक्टेट गर्ने भन्दा पनि यो यसो गर्नुस् उसो गर्नुस् भन्नु भन्दा पनि तपाईहरु आफ्नै बनाउनुस्। बरु त्यसमा सहजीकरण के गर्नुपर्छ हामी गर्छौं। र यो जति चाहिँ भद्रगोल हुन्छ त्यति चाहिँ सुरक्षाको चूक हुने सम्भावना बढी हुन्छ। दिनदिनै चाहिँ विवाद हुने सम्भावना बढी हुन्छ। पटक पटक आफ्नो एउटा नियम बनोस्। नियम कहाँ राख्ने हो गाडी, कहाँ पेसेन्जर पाउने हो, कसको नम्बर छ, कहाँसम्म जाने, सक्यो। त्यति भएपछि भइहाल्यो। कसैले कसैलाई खेद्नु पनि परेन, यता फर्का उता फर्का भन्नु पनि परेन हैन। विवाद पनि हुँदैन। को आयो को गयो पनि सजिलै हामीले चाहिँ अब्जर्भ गर्न सक्छौं। सर्भिलेन्स राम्रो हुन सक्छ। त्यसकारणले हामी सबैको सुरक्षाको लागि पनि यी कुराहरू चाहिँ गर्न जरुरी छ। र त्यही कुराहरूको सहयोग र सहकार्य तपाईहरुबाट अपेक्षा गर्दै म आजको यो छोटो तपाईहरुको पेसेन्जरहरु वेट गरिराख्नु भएको छ, मलाई थाहा छ। तपाईहरुले यस्तो महत्त्वपूर्ण समय यहाँ दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। तपाईहरु मैले अहिले भनेका कुराहरुमा सहमत हुनुहुन्छ? सहमत हुनुहुन्छ भने हात उठाउनुहोस्। अनि यो गुटका खाएर यताउति फाल्ने, चुरोट खाएर यताउति फाल्ने, अब यो यसको लागि पनि हामी डस्टबिनको व्यवस्था चाहिँ गर्छौं। यो नजिकमा डस्टबिनहरु राख्न सकिन्छ है? सकिन्छ। बाकी पाकेटमा राखी यिनीले टेम्पो पनि राखोस्। मलाई तपाईको यो चाहिँ के रे, मैले अहिले यहाँनिर चकलेट खाएँ भने म बाटोमा फाल्दिनँ। त्यो जतिसुकै फोहोर होस् म खल्तीमै राख्छु। म तपाईहरुलाई एउटा उदाहरण दिन्छु। काठमाडौँमा एउटा मेरो छिमेकी इटालीको मान्छे गाउँमा बस्छ, पर पुरै खेत खलियान सबै खाली छ। त्यो जहाँ फाले पनि हुन्छ। तर बिहानै यसो मर्निङ वाक आउँथ्यो। मर्निङ वाक आउँदाखेरि पोलिथिनमा केराको बोक्रा, त्यो के खाएको छ उसले बेलुका, त्यसको सबै फोहोरहरू पोलिथिनमा बोकेर ल्याउँथ्यो। मैले पनि यत्रो बाटो किन ल्याउँदैछस्, त्यत्रा खेत छन्, खोला थियो त्यहाँ किन नफालेको भनेको होइन, म डस्टबिन खोज्दै हिँडेको भनेर झन्डै 4-5 किलोमिटर उसले चाहिँ आफ्नो त्यो फोहोर बोकेर ल्याउँथ्यो। त्यो सिक्न जरुरी छ। हामी सबैले चाहिँ नि त्यो सफाइमा ध्यान दियौं भने राम्रो हुन्छ है। ल यसमा सरसफाइको चाहिँ नि हाम्रो प्रकाशजीले भन्नु। ल सरसफाई के बारे में खाली नमूना बोले। माने अपने के बेटी नहीं है, सबके चाहना है कि हमारे स्कूल में बड़ा पढ़ाए के बाद तो सबसे पहले डिसिप्लिन चाहिए। ठीक बा, ऐसे रियल घटना बा। तो स्कूल में एडमिशन कराए कर तो टीचर लोग बोले कि 10 जना बा तो एग्जाम दे दो। 10 जना में अपनी के बेटी भी एग्जाम दे 10 जना फील्ड में। ठीक बा। तो सर का कलर सबके नहीं के खाना के एग्जाम ले लेना, फिर का कलर खाना के पैकेट दे देलन, लंच कर लो और फिर रिजल्ट 2 घंटा बाद आई। तो सर चल गलन ऊपर, 10 जना मजा से खाना खात रहलन। ठीक बा। 9 जना खाना खा के का करलन था बा, बहुत बड़े वाला ब्रिलियंट लोग ऐसे फेंक देला कुन्ना कुनी दाब के। एगो जो गरीब के बच्चा रहे वो डिसिप्लिन रहे, घर में अगर माई बाप सुराले के फोर व्यवस्थित तरीका से रखे के पड़ल, अगर ना मिली नु तो अपन बेगुआ में रख लियो। तो टीचर हो देखत ला ऊपर से कि 9 जना फेंक देला, एक जना जो स्टूडेंट रहे
जो स्टूडेंट है वो पैसा उसे कुछ ना रहे, लेकिन पढ़ने में कमजोर रहे, हाउ का खाना उना खा के पैकिंग करके अपन स्कूल बैग में रखला और दिखल ना डस्टबिन, ठीक बा। तो अंतिम में सर देखलन कि कितना वैसे फेंकल बा, एक दिन हाउ अपन बैग में रख लेला, बैग में मतलब पढ़ाई वाला बैग में रखे के बाद फिर डिसीजन आयल, सब फेल हो गए, हवे पास हो गए, काहे हाउ सभ्य के परिचय देल बा, सभ्य के परिचय दे के परी अपनी के जो अपनी टेम्पो में जाते नहीं पार रखा बता सीधे ब्रेक मारी, ए भाई क्या कर उठाओ दम इतना कर दे तो अपनी था बा वीरगंज हीरो जान ऑटो चालक लोग जो वीरगंज के हीरो मारम, हीरो वैसे हीरो बनी कि पूरा नहीं के वीरगंज हिल जाए। आजकल देखो तो बड़का लोग तो रोड में फेंक देता ना, आप ही लोग बोले उठाए के पड़ी, बाकी हम लोग अपनी पहले पछाड़ी बानी नहीं, खाली इतना ही तो बोले बिना पैसा एक काम बा, लेकिन हीरो बने बिना पैसा में हीरो बन जाए, भाई बोले चाहते अपने लोग से रिक्वेस्ट बा, यह जितना भी पैसेंजर आवेला समाज के बेटी बहन ओगनी के यहाँ इतना दिक्कत होला कि बेचारा वो पुल वो पार जाके उन्हें उन लोग खुला एथी में बैठेला। तो रिक्वेस्ट बताई से जोड़ के एबे हम क्या बोले चाहे, अब टॉयलेट पैकेज में लेके बगल में तो ना हो सकी, इतना तो असंभव बात बा ना। वैसे अच्छा रजत जयंती में नया बने कर 5 मिनट लागी तो जा सब फैसिलिटी बनू, इतना तो अपन बुद्धि